भजन 25 अगुवाई र रक्षाको निम्ति प्रार्थना। हे परमप्रभु, मेरो मन म तपाईतिर उचाल्छु। हे मेरा परमेश्वर, मैले तपाईकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू म माथि विजयी हुन पाउन्। तपाईमाथि आशा गर्ने कोही पनि कहिले शर्माउने छैन, तर तिनीहरू शर्ममा पारिनेछन् जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। हे परमप्रभु, तपाईको मार्ग मलाई देखाउनुहोस्। तपाईको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। तपाईको सत्यतामा मलाई डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ र दिनभरि तपाईमा नै मेरो आशा छ। हे परमप्रभु, तपाईको महान करुणा र प्रेमको सम्झना गर्नुहोस्, किनकि ती प्राचीन कालदेखि नै भएका छन्। मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे परमप्रभु, आफ्नो प्रेम अनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईँ असल हुनुहुन्छ। परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसै कारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्वासयोग्य हुन्छन्। हे परमप्रभु, तपाईका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्। यद्यपि मेरो अपराध अति ठुलो छ, परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो परमप्रभुले त्यसलाई सिकाउनु हुनेछ। त्यसले सुख चैनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशका अधिकार जमाउनेछन्। परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ। मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ। मतिर फर्कनुहोस् र म माथि कृपालु बन्नुहोस्, किनकि म एक्लो र कष्टी छु। मेरो हृदयका दुःखहरू बढेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईले नै मुक्त गरिदिनुहोस्। मेरा दुःख र पीडाहरू विचार गरिदिनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्। तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। मेरो प्राणको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्। मैले शर्माउनु नपरोस्, किनकि म तपाईको शरणमा परेको छु। इमानदारी र सोझोपनले मलाई सुरक्षित राखुन्, किनकि म तपाईमा आशा राख्दछु। इस्राएललाई त्यसका सबै दुःखबाट मुक्त गरिदिनुहोस्। हे परमेश्वर,